म राणीको छोरो हो, म रन्डीको छोरो हो, ल भन्नुहोस् त। होइन म राणीको बान हो, होइन। के हो राणीको बान भने? रन्डीको बान अरे म। त्यहाँ हेर्नु न कमेन्ट। अनि त्यो यसो चाहिँ हेर्नुपर्छ कि प्रोफाइल सबै घन्टे ग्याङ छन्। अनि यो किसिमले चाहिँ यो किसिमको चाहिँ तपाईँको अश्लील शब्दले मुलुक, यो त मैले थोरै मात्रै भने, यो मिडियामा बोल्ने जति यति चाहिँ भने यति मात्रै होइनन्। अनि यो किसिमको चाहिँ तपाईँको चाहिँ अश्लील होइन गाली गलौजले मुलुक चाहिँ कता जाला? भावी पुस्ताले त त्यही सिक्ने भयो नि त। बडाले जे काम गर्यो हुन्छ त्यो सर्वसम्मत भने जस्तो, छैन शङ्करको नङ्गा मगन्ते भेषा निन्दा भने जस्तै घन्टी पार्टीले चाहिँ जे जसो गरे पनि यिनीहरूलाई छुट हुन्छ। मैले चाहिँ सामान्य कुरो बोल्दा र लेख्दा चाहिँ तपाईँको चाहिँ मलाई चाहिँ साइबरेन लाग्नुपर्ने। अनि त्यो मुमा भने छन् कोनी के चाहिँ तपाईँको चाहिँ चिनी खाने पनि लेखेका छन्, जाँड खाने पनि लेखेका छन्, त्यो लेख्न हुने पनि लेखेका छन्। धेरै त लेख्न नहुने, बोल्दै नहुने, सुन्दै नहुने शब्दहरूको चाहिँ तपाईँको चाहिँ के छ भन्दाखेरि बाढी आएको छ।